आज बिदाको दिन। बिदाको दिन प्राय हामी घरमा घरको कामहरू सबै मिलेर गर्छौँ। परदेशको ठाउँ बच्चाहरू साना साना भएकोले पनि घर सधैँभरि सफा राख्न सकिन्न। त्यसैले घरमा भएका बच्चाहरूले खेल्ने सामान अनि अन्य सामानहरू पनि बच्चाहरूले छरपष्ट पारेका हुन्छन्। त्यसैले मेरी श्रीमती घर सरसफाइपट्टि लागिन् भने म चाहिँ खाना बनाउन। बिदाको दिन प्राय हामीले घरमा ढिँडो पकाएर खाने गर्छौँ। नेपालबाट आमाले पठाइदिनु भएको फाफरको पिठो त कहिले कोदाको पिठो। मैले खाना खानुको लागि लोकल कुखुराको मासु, साग, अचार अनि ढिँडो तयार गर्छु। उता मेरी श्रीमतीले भने घर सरसफाइ गरिरहेकै हुन्छन्। केही समयपछि मैले ढिँडो मस्काउँछु, ढिँडो पाक्छ अनि ढिँडो खानको लागि हामी तयार हुन्छौँ। उनी पनि मैले यसरी पकाउन्जेलसम्म सबै काम सकेर खाना खानको लागि तयार हुन्छन्। नानी बाबुले बिहानै उठेर ब्रेकफास्ट खाइसकेको हुने भएर उनीहरूको लागि भने केही समयपछि मात्रै खाना तयार गर्छौँ। अहिले भने हामी दुईजना श्रीमान श्रीमतीको लागि खाना पस्किन्छौँ। दुईजना हामी खान बस्छौँ। उता नानी अनि बाबु भने आफ्नै तालमा खेलिरहेका हुन्छन्। हजुर, हाम्रो बिदाको दिन भने प्राय यसरी नै बित्छ। हजुरहरू पनि बिदाको दिन घरमा यसरी नै मिठो खानेकुराहरू बनाएर खानुहोस् है। हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि नमस्कार।